को मूर्तिहरू, सुनको मुकुटहरू थियो, हीरा जवाहरातहरू थियो, त्यो सब बेगमा पैक गरेर त्यो लाने, बेगमा भरेर अनि त्यहाँबाट विदेशबाट चाहिँ चरस ड्रग्सहरू यो देशमा भित्रियाउने को छ? यतिको राजानी छ। तपाईहरु यो भतुवाको भिडियो हेरिसक्नु भएको होला। म यो भतुवालाई के भन्न चाहन्छु भने राजाले के का लागि र किन नेपालमा चर्च गाँजा हापिङ भित्र्याउँछन् त? र तसँग के प्रमाण छ कि राजाले नै यो मुलुकमा, यो हाम्रो देशमा लागु औषधहरू भित्र्याएका थिए? आज त आफूलाई नेपाली भन्न पाएको छस् नि, त्यो पनि राजाकै देन हो। राजाको बाउबाजेहरूले, राजाका पुर्खाहरूले आर्जेर कमाएर बनाएको देश हो यो मुलुक। र पुरै विश्व सामु नेपाल एक स्वतन्त्र राष्ट्र हो भनेर चिनाउने व्यक्ति पनि राजा नै हो। नत्र विश्वको धेरै जसो देशहरूमा नेपाललाई इन्डियाको प्रान्त हो भनेर चिनिन्थ्यो। र राजाले आफैले कमाएर बनाएका मुलुकमा आफ्नै मुलुक बिगार्नको लागि लागु औषध भित्र्याउँछन् त? अरूको लहलहीमा परेर, अरूको इन्फ्लुएन्समा परेर त आफ्नो मुखबाट यस्तो शब्द ननिकाल कि भोलिको दिनमा तँलाई आफ्नै घरबाट निस्कनको लागि अप्ठ्यारो होस्। राजालाई देश र आफ्नो जनताको प्रति कति माया छ भनेर त्यही दिन प्रमाणित भयो जुन दिन राजाले नेपाली जनता र नेपालको लागि आफ्नो राजगद्दीको त्याग गरे। यदि राजा चाहन्थ्यो भने राजाको हातमा पुरै सेना थियो, 3 करोड नेपालीलाई मारेर पनि आफ्नो राजगद्दी बचाउन सक्थ्यो। तर नेपाली जनता र नेपालको हितको लागि उहाँले आफ्नो राजपाट त्यागी आज सर्वसाधारण जनताको जीवन यापन गर्नु परेको छ। तपाईले भन्नुभएको छ हिन्दू धर्मलाई हामी सम्मान गर्छौं, हाम्रो चाहिँ कुरानहरुमै लेखिएको छ। तर तपाईकै मस्जिद हिन्दू सम्राट सेनाहरूले मुसलमानहरूको मस्जिद भत्काउने काम गर्छ, रामको चाहिँ झण्डा राखिदिने काम गर्छ नि। फेरि त्यही त हाम्रो समाजमा विभिन्न थरीको मान्छेहरू हुन्छ। सबैको सोचन शक्ति, सबैको मनको साधना सबै त्यति परिपक्व हुँदैन। त्यो मान्छेहरू जसको नाम तपाईले भन्नुभयो सम्राट सेना, त्यो सम्राट सेना भनेको आरएसएस को दलाल छ। आरएसएस को दलाल हो। र अर्को कुरा के छ भने तैले भन्ने छस् नि कि हिन्दू सम्राट सेनाले मस्जिदहरू भत्काएको छ र यसको सम्बन्ध इन्डियाको आरएसएस सँग छ भनेर। तसँग के प्रमाण छ कि यसको सम्बन्ध इन्डियाको आरएसएस सँग छ? र यो हिन्दू सम्राट सेनाले कसको मुख हेरेर के का लागि बस दिएको छ? यो भतुवा हेर्दाखेरि हाम्रै मध्य प्रदेशको छ जस्तो लागिरहेछ। एकचोटि यसको घरमै गएर पुग्दिदा सोधिदिँदा हुन्छ कि कुन प्रमाणको आधारमा यसले हाम्रो सम्बन्ध, हिन्दू सम्राट सेनाको सम्बन्ध इन्डियाको आरएसएस सँग बताएको छ। यदि बडीमा केही गर्न सकिदैन भने हाम्रो देशमा कानुन छ नि, आउन कानुनी प्रक्रियामै जाऊ र कानुनी ढङ्गले तरिकाले नै यससँग हामी प्रमाण मागौँ कि कुन प्रमाणको आधारमा यसले हाम्रो सम्बन्ध, हिन्दू सम्राट सेनाको सम्बन्ध इन्डियाको आरएसएस सँग बताएको छ र हिन्दू सम्राट सेनालाई कहाँ यसले मस्जिद भत्काएको देखेको छ।